यो हो तालचोक। यही बाटो अगाडि गयौँ भने पोखरा सहर पुगिन्छ, तर हामी उता नलागी राजमार्ग छोडेर बेगनासतालतर्फ लाग्दैछौँ। यो बेगनासतालको बस पार्क हो। यतातिर गयो भने बेगनासतालतिर गइन्छ हैन, यतातिर बाटो गयो भने बेगनासतालतिर गइन्छ। अब यता हामी माथि गइन्छ। अब फर्क अब हामी यता माथि माझीकुना जाने बाटो चाहिँ यो हो। अब बसघरबाट माथि लाग्यो। अब डाँडा भन्ने हुन्छ, त्यो हुँदै माथि गएर उता पुगिन्छ। हजुर यहाँ देउराली मन्दिर क्रस भएर फेरि अगाडि बढिन्छ है। पुरानो बजार। हजुर यो हो सुन्दै डाँडा, अनि यो भ्यू टावर। यो भ्यू टावरबाट रूपाताल र बेगनासताल एकैसाथ देख्न सकिन्छ। साथै मनोरम हिम श्रृङ्खलाहरू पनि देख्न सकिन्छ। अब हामी हाम्रो गन्तव्य माझीकुनाको एकदमै नजिक आइपुगेका छौँ। तपाईहरु देख्न सक्नुहुन्छ अब हामी यो ग्राभेलको बाटो हुँदै अगाडि जाँदैछौँ। हरियाली वातावरणसँगै जम्मा 500 मिटर अगाडि बढिसकेपछि हामी हाम्रो गन्तव्य स्थल माझीकुना सरिता रेस्टुरेन्ट एन्ड गेस्ट हाउसमा आइपुगेका छौँ। अहिले माझीकुनामा हामी छौँ सरिता रेस्टुरेन्ट एन्ड गेस्ट हाउसमा। यो ठाउँमा कस्ता प्रकारका खानेकुराहरू बन्छ त्यो डिस पनि हामी तपाईँलाई देखाउनेछौँ। आधा पाक्छ नि, त्यसपछि मैले आगोमा हाल्छु। अफ्गान हुन्छ आगोमा हाल्छ। गोल्डन ग्रिन फिस भयो है। रेडी भइसक्यो है। अब पेपरमा हाल्छु होइन, त्यो लामो छ, यसलाई छोटो टक गरेर
स्क्विज गर्छु हल्का फ्रेस लेमन तेल हल्का हाल्छु यहाँ डढ्छ भनेर ऱ्याप गऱ्यो भने सट्ट लाएर हालेर लेमन हालेको चाहिँ लेमन हालेपछि यसको टेस्ट मिठो हुन्छ त्यसपछि लगभग 3 देखि 4-5 मिनटमा रेडी हुन्छ 50% पाक्छ नि अनि यसलाई तपाईँको सिधै यता कोलमा ल्याएर हाल्छु कि 50% त्यसो गरेपछि माछा के हुन्छ भने क्रन्ची पनि हुन्छ मिठो पनि हुन्छ माछा खाँदा स्वाद बढी मिठो आउँछ ढाकिदियो अब यता त्यसपछि मैले यता 50% पाक्छ 50% यता पकाउँछु भएन अलमोस्ट सुन यो माथि टपमा 2जना 4जना होइन यो चाहिँ 1 जना 7 है अहिले 7 है अहिलेको 20वटा गयो 27वटा भयो अझै भिजायो बाबु माछा है अझै भिजाउ 50 भिजाउ अहिले 8-10वटा गयो अब टोटल आज त्यो 40-50 जाला धेरै भयो 40वटाको स्टेटमेन्ट गर्नु पनि धेरै सकिन त्यहाँ पुलन छ कि भ्याइन्न के ल अहिलेसम्म यो माछा यो हाम्रो कतिजनाको बाबु यो 7वटा हो 7वटा होइन अहिलेको कति 15वटा गइसक्यो अरू 12वटाको अर्डर आइसक्यो लिएर जाने भने ठिक हो है पार्सल चाहिँ 12वटा बाबु अनिल त्यही हो आज 12वटा 27वटा लगभग 40-50वटा जति माछा जाने भयो नर्मली 40वटा जान्छ तर आज चाहिँ तपाईँको त्यही 50वटा जाने भयो आज किन फ्राइडे दिन आज सटरडे लगभग 80-90वटा जान्छ कहिले त नर्मली 50-60-70वटा भन्दा पोल्न पनि सकिँदैन भ्याइन्न अहिले मैले 7वटा रेडी गरिसकेँ सब म्यारिनेट गरेर स्टकभित्र भेजिटेबलहरू स्टक गरेर मजाले म्यारिनेट गरेर अब घर आउने बित्तिकै मैले ठक्क लाएर पोलिहाल्ने हो पुरै गार्लिक ससमा ओके पहिला चाहिँ प्याज हाल्ने त्यसपछि रङ हाल्ने त्यसपछि टमाटर पेस्ट हालेर भुट्छु मजाले रातो गराएर अनि दुध पाउडर हाल्छु अनि सुगर त्यसपछि नुन मजाले भुटेर यसलाई अब मिक्सर गरेर मैले फेरि भुट्नु लाग्छु बाँकी राम्रो गर्नुपर्छ है यो सरिता रेस्टुरेन्ट एन्ड गेस्ट हाउसका ओनर सरिता लामिछाने त्यसै गरी हरि लामिछानेले के भन्नुहुन्छ यहाँको विशेषता के हो यहाँ कति देशका पर्यटकहरू आउनु भएको छ र यहाँ कस्ता कस्ता अरू अन्य चिजहरू पाइन्छ त हामी अब उहाँहरूबाटै केही जानकारी लिन्छौँ नमस्ते म हरि लामिछाने सरिता रेस्टुरेन्ट एन्ड गेस्ट हाउसको ओनर स्पेसली ग्रिल र बार्बिक्यू हाम्रो यहाँको फेमसै हो र अनि ठाउँ पनि त्यस्तै रमणीय र शान्त वातावरण रहिरहेको छ विगत 10 वर्षदेखि हामीले सञ्चालन गरेको यो रेस्टुरेन्टमा सानोबाट बिस्तारै बढ्दै अहिले ठुलो बनाउँदै गएछ कि मान्छेको नि फ्लो पनि उस्तै बढिरहेको छ जस्तो अमेरिका जर्मन क्यानाडा अस्ट्रेलिया इजरायल इन्डियन चाइना कोरियन विभिन्न देशको पाहुनाहरू आएको हामीलाई अनुभव छ किन उहाँ जो आउनुहुन्छ यहाँ
उहाँहरू खुसी भएरै जानुहुन्छ। त्यही कारणले हामीलाई खुसी लाग्छ र अनि त्यही अनुसारको हामी पनि हामीलाई पनि एउटा गौरव लाग्छ किनकि ठाउँै त्यस्तो छ तपाईँको एकदम शान्त वातावरण। एकपल्ट आएपछि मान्छे तपाईँको 10औं 20औं पल्ट आइरहेको छ। जहाँ हामी चाहिँ विभिन्न खाना बनाइन्छ कन्टिनेन्टल इन्डियन चाइनिज नेपाली त्यो खानाले पनि हामी उनीहरूलाई जो ठाउँमा जसरी बस्यो त्यही किसिमको खाना पाउँदा नि उहाँहरूको खुसी हुनुहुन्छ। त्यही कारणले पनि ठाउँले पनि हो अनि एउटा हाम्रो विशेषता हाम्रो फ्यामिली इन्भाइरोमेन्टले पनि हो। माझीगुना सरिता रेस्टुरेन्ट एन्ड गेस्ट हाउस तपाईँको यो नामले पनि धेरै फेमस भएको र एकपल्ट आएपछि अर्कोचोटि त मान्छेले त्यो ठाउँ यति धेरै खुसी मान्छ कि अर्कोचोटि उनीहरूलाई जाने कहाँ जानु होलिडे मनाउनु कहाँ जानु लेट्स गो टु माझीगुना। जो आए पनि माछाको लागि पहिलो मान्छे यहाँ त तपाईँको त माछा फेमस छ भन्नुहुन्छ जो गेस्टले हजुर माछा फेमस छ भन्छ। अनि त्यो के भन्छ भन्नुहुन्छ हाम्रो स्पेसल ग्रिलै हो मेन त ग्रिल हुन्छ अनि फेरि पोलेको नि हुन्छ मान्छेको अप्सन अनुसार हुन्छ। भनौँ न लेखनाथ 7वटा तालको सहर हो एउटा तपाईँको बेगनाथ ताल रूपताल खास्टे दिपाङ मैदे गुँदै यी विभिन्न तालका माछाहरू हामी आफै कलेक्सन गर्छ क्योंकि हाम्रो सहकारी भनेको रूपताल छ। रूपताल सहकारीबाट हामीलाई माछा उपलब्ध गराइन्छ जुन माछा तपाईँ हामीले एकदम व्यवस्थित तरिकाले पालिएको छ। हाम्रो बाहिर कुनै पनि माछा आउँदैन जहाँ आउँछ रूपतालकै आउँछ बेगनाथ तालको त्यही माछा सर्भ गरिन्छ फ्रेस माछा ग्रिल बार्बिक्यू यसैमै हामीले बनाएर मान्छेको गेस्टहरूलाई एकदम खुसी बनाइन्छ। विभिन्न किसिमका माछाहरू जस्तो सुप माछामा बिगे सिल्भर रौ नैनी भाकुरहरू हुन्छ भने तपाईँको ग्रिलमा तिलेपिया बडी एकदम खानको लागि कम्फर्टेबल अनि खाना पनि मिठो भनेको तिलेपियाको नै होल फिस ग्रिल गरिन्छ। तपाईँले देख्न सक्नुहुन्छ मेरो भिडियोमा कसरी बनाइएको छ भनेको तपाईँले देख्नु बाहिरबाट सिकेर आएको डिसलाई मैले यहाँ ल्याएर युज गरेको छु अहिले जुन चाहिँ पहिला सानो ठाउँ थियो अहिले बढ्दै गएपछि मैले मान्छे अनुसारको डिमान्ड गर्दा अहिले दिएको 50-60वटा 30-40वटा डेली जान्छ माछा त्यही पनि पुग्दैन कहिले त। तपाईँ एकखेर आउनुहोस् हेर्नुहोस् अनि त्यसपछि तपाईँ आफैले यसलाई मूल्याङ्कन गर्न सक्नुहुन्छ कि यो ठाउँ कस्तो रहेछ भनेर। यो हो अन्नपूर्ण हिमाल। यो यही ठाउँबाट देखिने मनोरम दृश्य हो। नमस्ते, म सरिता लामिछाने। म यो गेस्ट हाउसको ओनर हो र अल कन्ट्रीकै मान्छेहरू यहाँ आउँछन् खानाको लागि बस्नको लागि। यहाँ राम्रो छ मिठो छ। यहाँ प्रशस्त पार्किङ फ्री वाइफाई तातो पानी चिसो पानीको व्यवस्था साथै बस्नको लागि सफा आरामदायी एट्याच्ड बाथरुमहरू सहितको कोठाहरू पनि उपलब्ध छन्। स्पेसल भनेकै माछा हो अनि माछा एकदमै मिठो हुन्छ। माछा खाएर कति जानुहुन्छ आउनुहुन्छ अरू पनि फ्रेन्डहरूले पठाउनुहुन्छ विदेशीहरू पनि यहाँ आउँछन् खान्छन् रमाइलो गर्छन् इन्जोय गर्छन्। अब हिमालदेखि चाहिँ खुसी हुन्छन् तालमा पौडी खेल्न जान्छन् पौडी खेलेर आउँछन् हेम्मक छ हेम्मकमा बस्छन् अनि फेरि इन्जोय गर्छन् अनि ब्रेकफास्ट लन्च डिनर अब हेम्मकमै बसेर गरिरहेका हुन्छन् है। अनि त्यसपछि अरू कन्ट्री उनीहरूले आएपछि गएर फेरि धेरै साथीहरू पनि पठाएका छन् धेरै आएर खुसी भएर गएका नि छन्। सबै एकचोटि आएको मान्छे मेरो घरमा 5औं 10औं पटक पनि आएका छन्। यहाँ आउने पर्यटकहरू फर्कदा साह्रै खुसी भएर फर्कन्छन्। नाम पनि नेपाली नाम कोही सीता अब कोही माया कोही अब सरस्वती यस्तो नामहरू राखेर आएका। अनि पोहोर तिहारको बेलामा हाम्रो घरमा तिनीहरू सबै आएका थिए। त्यो बेला उनीहरू नेपाली गीत डान्स गरेर तिहार पनि पुरै देउसी भैलो गरेर यहाँ नाचेर कस्तो रमाइलो गरेर गएका। माछा चाहिँ धेरै मन पराउँछ। अब ग्रिल फिस भयो फिस करी भयो फ्राई फिस नेपाली स्टाइल भयो होल स्टिल फिस पनि गरिन्छ। अनि त्यसपछि खानाहरू चाहिँ अब नेपाली खानाहरू अनि मिठो हुन्छ नेपाली खाना पनि मन पराउँछन्। हेलो टु सरिता मेरो नामबाटै राखेको हो अनि हेलो टु सरिता सबैले भनेर खुसी मान्छ। यो खाऊ भन्छु म अनि खान्छन् रमाइलो अब मिठो छ स्पेसल छ भन्छन्। यहाँ आएर त्यो ट्राई गरेर जानुहोस् नमिठो भयो हामीले त्यसलाई अलिक गर्छौँ मिठो भयो राम्रै भयो अझै मिठो बनाउने कोसिस गर्छौँ। It was really good environment, close to the lake, good food. Mama Sarita, our mom in the Bagnas. Language. ल यो बेगनाथ तालमा म डोरीबाट हम्फाल्दैछु त्यहाँ कलाएर हेर्नु होला। माथिबाट डोरी छन् है ल 1 2 3 गो। देश विदेशमा समेत प्रख्यात रहेको यो ठाउँमा विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वहरूको पनि आगमन भइरहन्छ।
यसका सञ्चालकहरू पनि देश विदेशका पाहुना चर्चित व्यक्तित्वहरूलाई सेवा गर्ने मौका पाएकोमा अझै उत्साहित हुनुहुन्छ। आउनुहोस् तपाईँहरू पनि एकचोटि यो ठाउँमा भिजिट गरेर रमाइलो अनुभव लिनुहोस्। यो तनावपूर्ण जिन्दगीमा यहाँको सुन्दर शान्त वातावरणमा आफ्नो मनलाई भुलाउनुहोस्। तपाईँहरू माझीकुना भन्ने ठाउँमा आउने बित्तिकै सरिता रेस्टुरेन्ट गेस्ट हाउसमा आउन नबिर्सनुहोला, किनभने राम्रो सर्भिसको लागि, राम्रो खानाको लागि र राम्रो सत्कारको लागि। किनभने टुरिस्ट इज आवर गेस्ट। हामीले पर्यटकलाई सम्मान गर्नुपर्छ। पर्यटक भनेको हाम्रा पाहुना हुन्, हाम्रा देवता हुन् र तपाईँहरूलाई हटली इन्भाइट गर्न चाहन्छौँ यो ठाउँमा। कृपया यो भिडियो हेरिदिनु भयो, तपाईँहरू सबैलाई स्पेसल थ्याङ्क्स। यसलाई लाइक, सेयर अनि कमेन्ट्स गरिदिनु होला र तपाईँका वरपरका साथीभाइ, देश विदेशमा हुनुभएका साथीभाइलाई पनि एकचोटि यो ठाउँमा आउनु हुन आग्रह गरिदिनु हुन म अनुरोध गर्दै पहिला पनि हामी यो भिडियोबाट बिदा लिन चाहन्छौँ। थ्याङ्क यू भेरी मच। सी यू सुन अगेन। जहाँ रहे पनि, जहाँ जे गरे पनि खुसी रहनुहोस्, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्। धन्यवाद।